हेलो दर्शन नमस्ते वेलकम टु ब्याक माई युट्युब च्यानल। आज भने म शिवरात्रिको दिन यो बिहानै चिसोमा निक्लिसकेको छु घुम्नको लागि। म चाहिँ अब यताबाट पशुपतितिर जाँदैछु। हेरौँ पशुपतितिरको माहौल कस्तो छ। बाटोतिरको व्यापारीहरूले व्यापारको निम्ति सामानहरू ल्याइसकेको छ, ल्याउँदै गरेको छ। आयो पानीपुरी चटपटे। अब हेर्दैछौँ अगाडि के छ। आज चाहिँ हामी सबैजना सपरिवार घुम्न निक्लिँदैछौँ। अब एभ्रिवान हामी चाहिँ हिँडिसक्यौँ पशुपति। आज चाहिँ होइन महादेवको पूजा गरेको नि हेर्नु पर्यो। तर राति जानुपर्ने, राति चाहिँ हामी गएनौँ किनकि हामी सुन्दरजलबाट आएको नि त। अनि यता हुनुहुन्छ भ्लग स्टार, यता हुनुहुन्छ हाम्रो मम्मी, यता हेर्नुहोस्। अनि यहाँ अर्को नयाँ मेम्बर्स थपिनु भएको छ। अगाडि पनि हुनुहुन्छ दुईजना। हेलो भन्नु न मेरो भ्लगमा। अनि अब चाहिँ पशुपतिको सिन देखाउनु पर्ने हुन्छ गाइजहरू। अनि म चाहिँ बाटोमा बोल्दै हिँड्न छु होइन। हेलो बोल्न सक्ने क्षमतामा छैनौँ हामी यहाँ। गाजा खाएर लट्ठा हामी अझै खाएर सो गाइज पछाडिको भ्यू चाहिँ देख्न सक्नुहुन्छ होइन। यहाँनिर यस्तो छ पुरै मान्छेहरू यहाँ। कोही के खेलाछन्, कोही के खेलाछन्। अनि हामी चाहिँ भर्खरै उकालोबाट चढेको स्वासा भएर चाहिँ त्यही भएर यस्तरी देखाइदिउँ चट्ट पारामा। बन्द गर। कति हो कहाँ आउनुको मेन रिजन भनेको चाहिँ होइन, आज आउनु र अस्ति आउनुको धेरै फरक छैन। आज चाहिँ तपाईँलाई शिवरात्रिको अगाडिको दिनको सबै कुराहरू देखाउन लागेको छु। धेरैजना बाबाहरू पनि आउनुभएको छ अनि विदेशीहरू पनि एकदमै आउनुभएको छ नि त। अब यो महाशिवरात्रि हो। पशुपतिनाथ भगवान इधर ऊपर श्री डाक्टर वासुदेव कृष्ण शास्त्रीज्यूले पनि पशुपतिको महिमा र शिवरात्रिको महिमाका बारेमा आफ्ना उद्गारहरू राखिसक्नु भएको छ। आजीवन सदस्य पण्डित श्री जर्नल शङ्करबहादुर पण्डितज्यूको परिवार आउनुभएको छ। त्यस्तै
पशुपतिनाथ भगवान को हर हर महादेव, हर हर महादेव, हर हर महादेव, हर हर महादेव। राष्ट्र में पशुपतिनाथ भगवान। इधर ऊपर 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 ऊपर
कृष्ण शास्त्रीज्यूले पनि पशुपतिको महिमा र शिव रात्रिको महिमाका बारेमा आफ्ना उद्गारहरू राखिसक्नु भएको छ। आजीवन सदस्य पण्डित श्री जर्नल शङ्कर बहादुर पण्डितज्यूको परिवार आउनुभएको छ। त्यस्तै